मन्दिर जो छ हजुरको जब हाम्रो नेपालमा 2200-2400 राज्य थियो नि, हजुर त्यतिखेर चाहिँ नि यहाँ राजा रुद्रसेनको राज्य थियो। हजुर राजा रुद्रसेन सेन वंशी राजा थिए। राजा रुद्रसेनको रुद्रसेनको पालामा जब अङ्ग्रेज लडे थियो, युद्ध गरे थियो हाम्रो नेपालसँग, त्यतिखेर यहाँ राजा रुद्रसेनको यो गढी हो, यो किल्ला दरबार यो जो छ पर्खाल देखेको यो हजुर यो पर्खाल जो देखिएको छ यो राजा रुद्रसेनको गढी हो। यसैमा चाहिँ नि राजा रुद्रसेनका सैनिकहरू बस्थे। यी ढोका यही हो निस्कने, आउने जाने, हात हतियार यहीँ राख्थे। यहीँबाट चाहिँ नि युद्धमा जान्थे। राजा रुद्रसेनले 15औं शताब्दीमा यहाँ चाहिँ नि काल भैरवको स्थापना गरेका हामीले काल भैरवलाई के को प्रतीक रूपमा मानिन्छ? शिव रूप हुन्। शिव रूपमै मानिन्छ। शिव रूप हुन्। अब यहाँ अब किंवदन्ती यो सुने कि उनले जब युद्ध गर्दै थियो अङ्ग्रेज, त्यहाँ उनले भाकल गरे कि म विजय हुँ, मेरो हार नहोस्, म विजय हुँ, मैले हजुरको यहाँ काल भैरवको तपाईँको म यहाँ मूर्ति स्थापना गर्नेछु भनेर उनले काल भैरवको स्थापना गरे 15औं शताब्दीमा। र यहाँ चाहिँ नि युद्धमा जाँदा सैनिकहरू यहाँ बलि पूजा दिएर युद्धमा जान्थे। यो मन्दिर कुन कुन दिन खुल्ला रहन्छ कि यो मन्दिर त हजुर प्रत्येक दिन भित्रपट्टि पूजा गर्ने के छ त्यहाँ? हजुर अब जस्तै कि यो पर्दा खुल्दैन, यो ढोका मात्रै खुल्छ, पर्दा खुल्दैन। पर्दा भित्रपट्टि काल भैरव पर्दाभित्र चाहिँ नि पुजारी गएर पूजा गर्ने हो। पूजा आरती पूजा गर्दा चाहिँ यो ढोका खुलेर पूजा गर्छ। काल भैरव मूर्ति देख्न पाइन्छ कि पाइँदैन? के छ बाहिरकोले देख्न हुन्न, पाउँदैन, आउँदैन है? देख्नै हुँदैन। नै के छ कोही कसैले देखेको केही भएर केही भन्ने अब यहाँ त केही भन्न सक्दैन। माथि पाल्पा जो छ नि, उहाँ त 2-3 जनाको खतरा भइसक्यो। 2 जना ज्यानैसित गए। भनेपछि तपाईँले पनि देख्नु भएको छैन कि के छ? उहाँ त अब त्यहाँ 6 वर्षमा पनि पुजारी बसेको हुँ। अनि त्यो र यसको सम्बन्ध के हो? त्यो र यसको सम्बन्ध यो हो, जस्तै जब अघि पनि मैले भने राजा रुद्रसेनले 15औं शताब्दीमा स्थापना गरे काल भैरवको, होइन? अनि यो सुने कि यहाँको मतलब समितिद्वारा मात्र यही सुने मैले, राजा रुद्रसेनको 4 भाइ छोरा थिए गरे। राजा रुद्रसेनको 4 भाइ छोरा। अनि राजा रुद्रसेनले के सोचे, अब म आफू हुँदै राज्य बाँड्देऊ नै भनी भाइ भाइमा लडाइँ हुन्छ, लड्छन् भनेर सेनको 4 भाइ छोरा थिए। अनि राजा रुद्रसेनले यही सोचे कि म अब आफू हुँदै 4 भाइको राज्य बाँड्देऊ नै भनी लडाइँ हुन्छ, लड्छन् भाइ भाइमा भनेर। अब 3 भाइलाई त कता कता दिए, यता पूर्व कता दिएको म बिर्सी जान्छु, जानेकाले बताउँछन्। अनि त्यो 4 भाइ छोरालाई राज्य दिँदा अब 3 भाइलाई त कता कता दिए, होइन? तर मणि मुकुन्द